एभ्रिवान, वेलकम ब्याक टु आवर युट्युब च्यानल। भ्लग चाहिँ अस्ति नै आएको थियो, त्यसपछि भ्लग नै आएन। अनि आज चाहिँ हामीहरू घुम्न हिँडिरहेछौँ ह्यान्डम्युन्डेन भन्ने ठाउँमा। अनि प्लान पनि अचानक बन्यो, दुईजना कपाल हिँडिरहेछौँ। अनि हामी चाहिँ पुरै साउन्डको हरियो लाएर हिँडिरहेछौँ कि बाहिर गए पनि नेपाली नै भनिरहेको। अनि त्यसपछि अब को हुनुहुन्छ म देखाउँछु है त। हेलो, हाई। अनि उहाँलाई त चिन्नु भयो होइन, इन्ट्रोडक्सन दिनु परेन। अनि उहाँ हुनुहुन्छ है, दुईजना चाहिँ कपाल है। हामीहरू चाहिँ ट्रेनबाट झरिसक्यौँ, अब यहाँबाट ठाउँ खोज्दै खोज्दै हिँडिरहेको छौँ। यता दाइले फोटो खिचिदिनु भएको, भिडियो बनाउनु भएको। अब चाहिँ म्यापमा हेरेर जाने हो, नयाँ ठाउँ हो, एक्सप्लोर गरौँ भनेर आएको हामी चारजना। अनि हेरौँ अब कस्तो छ ठाउँ, देखाउँदै जान्छु अगाडि। जाने ठाउँ नभेटेर यसरी म्यापमा हेरिरहेको छु। दाइले चाहिँ उता बुक भेटेर पढिरहनु पोएम पढिरहनु भएको डोइचमा। पढ्ने मान्छेले जहाँ गए पनि पढ्छ भनेको चाहिँ यस्तो हो। पढ्ने मान्छे चाहिँ घुम्न हिँड्दा पनि बुक लिएर हिँड्छ, अरूले इन्जोय गरिरहँ, यत्तिकै गफ गरिरहँ। अनि पढ्ने मान्छे चाहिँ पढ्दै हिँड्नु भएको। दाइ केही सिक्न पर्छ कि हामीले अब दाइसँग। एजी पढ्ने मान्छेहरू बाटोमा हिँड्दै प्लान्ट हेरेर डिस्कस गर्नुभएको। म चाहिँ यहाँ लेफ्ट आउट फिल गरिरहेको कि मलाई केही पनि थाहा छैन त्यो कुरा। म चाहिँ म्यानेज गरेर तिनजनालाई लिड गरेर टिम लिडर भएर हिँडिरहेको। कस्तो राम्रो रहेछ यहाँ चाहिँ, लास्टै राम्रो लाग्यो। बाटो पनि कस्तो दामी छ कि यहाँनिर, घुम्न यत्तिकै हिँड्दा पनि रमाइलो। अब कहाँ पुग्ने ठाउँ चाहिँ थाहा छैन, हामीहरू एक्सप्लोर गर्दै हिँडिरहेको। कस्तो दामी के काठमाडौँको गल्लीमा हिँडे जस्तो। कस्तो राम्रो क्या यहाँ त। अब यहाँ आएपछि यस्तो राम्रो ठाउँमा आएपछि भिडियो त खिच्नै पऱ्यो, फोटो पनि खिच्न पऱ्यो होइन। चाहिँ चस्मा पनि लगाइहालेँ, चस्मा लगाएर नदेखेँ रहेछ कि। अनि यहाँ चाहिँ अब दुईजना कपालहरूले चाहिँ फोटो खिचिरहनु भएको थियो त। हामी चाहिँ यहाँ ब्याकग्राउन्डमा बसिरहौँ, बिहाइन्ड द सिन खिचेर फोटो चाहिँ खिच्यौँ। अब अगाडि हिँडिरहौँ। अनि त्यसपछि यहाँ हामीलाई त सुरुमै राम्रो लाग्यो, सुरुमा देख्दा साथमै यो ठाउँ राम्रो लाग्यो। अब अगाडि जाँदा चाहिँ हेर्दै जाउँ कस्तो लाग्छ। जान आएको ठाउँ नै नभेटेर दुईजनाले चाहिँ खोजिरहनु भएको, कता हो कता भन्दै। हामी चाहिँ पछि पछि हिँडिरहेछौँ, जता लानुहुन्छ त्यतै भनेर म्याप हेर्दै हेर्दै हिँडिरहौँ। पक्कै पनि भेटिन्छ होला। अब दुईजनाहरूले चाहिँ यहाँ खानेकुरा पनि खोज्दै हुनुहुन्छ, भोक लाग्यो भनेर। अब यो के हो भनेर डिस्कसन चल्छ कि फेरि जी बढेको मान्छेहरूको यस्तो हुन्छ। खाना त खाइयो टिपेर अमिलो अमिलो। दाइले चाहिँ एकछिन हिँडेपछि अब पढ्न लाउनु पढ्ने बेला भयो। अब हामी कुरिरहौँ, कति बेला पढेर हुनुहुन्छ अनि हिँड्छौँ भनेर। यता चाहिँ फोटो खिच्दै हुनुहुन्छ, रुखमुनि बसेर यसरी पढ्ने शीतल खाँदै खाँदै। म्याट लिएर आएको है, यहीँ सुत्दा हुँदो रहेछ। म्याट ल्याउनै पर्दैन यस्तो सफा बेन्चमा। हेलो गाइज, के छ खबर? ल हाम्रो चाहिँ यात्रा ह्यान्डम्युन्डेनसम्म आइसकेको छ। कासेल चाहिँ आज आइतबारको दिन बन्द हुँदो रहेछ, त्यही भएर यसो पार्कतिर टहल्दैछौँ हामी। अब खोलातिर जान लागेको जाम। यहाँ चाहिँ कासल रहेछ है, कासलको पछाडिको भाग। अब आज बन्द भएको हुनाले होइन, कस्तो दामी भ्यू रहेछ, स्ट्रिट भ्यू। आहा, यो फुल कस्तो च्वाक छ। अब गेम खेल्ने हो कि के भन्दै यो पनि के भनेर खोजिरहनु भएको। हामीहरू घुम्दै घुम्दै चाहिँ यस्तो राम्रो ठाउँ आइपुग्यौँ नि। ओहो, क्या दामी ठाउँ के। यता हुँदा हुँदै आएको हामीहरू। अघि देखाएको बिल्डिङ त्यही हो, अघि हामीले टल्किरहेको थियो। लास्टै राम्रो रहेछ कि यहाँ चाहिँ। अब चाहिँ अब यस्तो राम्रो ठाउँमा आएपछि फोटो त खिच्नै पऱ्यो। अनि अब फोटो कसले खिच्ने भनेर यहाँ फोटो खिच्ने तयारी हुँदैछ। लास्टै दामी रहेछ ठाउँ। ल यस्तो राम्रो ठाउँमा घुम्न ल्याएको भएर मलाई थ्याङ्क यू गर्नु सबैले।
थ्याङ्क यू मैले ल्याएको चाहिँ होइन है फेरि थ्याङ्क यू बुढी सबैले सर्च गरेर अनि हामी चाहिँ यत्तिकै आयौँ साह्रै राम्रो रहेछ कस्तो दामी के यहाँ चाहिँ हावा खाएर बसिरहेको छौँ अघि घाम पुरै घाम थियो आउने बाटोमा घाम परेको थियो अनि यहाँ आउँदा चाहिँ शीतल छ खोलानिर हावा खाँदै बसिरहेको हामीहरू म त यो भ्यू हेरेरै अगाएको छैन कि हेर्नु न कस्तो दामी अनि यो खोला बगिरहेको यहाँ देखेर चिसो हावा खाँदै बसिरहेको छौँ हामीहरू वाउ कस्तो राम्रो किन थकित भएर बस्नु क्या ओ छैन गर्मी भएर बसेको गर्मी फोटो खिचिसकेँ फोटो कस्तो आयो भनेर हेर्न पऱ्यो त्यही चलिरहेको एकछिन बसेर थकाइ मेटेर फेरि अर्को ठाउँ घुम्दै यतै घुम्दै यहाँ त जता गयो त्यति राम्रो राम्रो ठाउँ देखिरह त यताबाट आयौँ हामी अहिले यहाँ चाहिँ यस्तो झन् राम्रो ठाउँ छ अनि यहाँ यस्तो पुल छ कस्तो दामी के मलाई फुल लगाएर कस्तो राम्रो देखिएको हो अनि हामीले चाहिँ फोटोहरू खिचिसक्यौँ अनि अब पानी खानु पऱ्यो भनेर बल्ल आफ्नो शरीरको ध्यान राख्नुपर्छ भनेर याद आयो कि राम्रो रहेछ दाइले चाहिँ अझै पनि फोटो खिचेर भ्याउनु पाएन हामी चाहिँ फोटो खिचेर थाकेर अब पानी खाने बेला भयो दिनु त पानी धन्यवाद यहाँ चाहिँ बोट चढेर आइरहनु भयो साथीहरू पनि नगाउने जस्तो ठाउँ रहेछ कि लास्टै बगान पुल तरेर यता पनि आएर हेरौँ यता चाहिँ हाइवे रहेछ है हाइवे छ यहाँबाट चाहिँ सिधै हाइवे यताबाट चाहिँ कासेल पनि जान मिल्दो रहेछ यता अनि यस्तो छ अब फेरि उता अर्को दुईवटा नदी मिसिएको ठाउँ छ देखिने ठाउँ रहेछ त्यता जान्छौँ हामीहरू त्यताबाट घुम्दै 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 अब यहाँ आइपुग्यो यहाँ चाहिँ दुईवटा खोलाहरू यसरी मिसिएको कि यहाँ छैन अनि यता अर्को खोलाहरू मिसिएको बाबा हिँड्दै हिँड्दै यता जान्छौँ बेबी चाहिँ त्यहाँ बसिरहनु भएको थकाइ लाग्यो बेबी सनबाथ लिएको जस्तो गर्नुभयो त बिचमा गएर बिच त होइन नि त यो खोलाको छेउमा बिच त हुन्न होला नि खोलाको छेउमा घुमाउन ल्याएर समुद्रकै छेउमा बिचमा आए जस्तो भाइब्स दिन खोज्नु भयो मलाई घुमेर फोटो खिच्ने जति खिचेर भिडियो बनाउने जति बनाएर अब हामीलाई 15 दिनलाई टिकटकमा राख्न कन्टेन्ट पुगिसक्यो त्यति पुर्याएर अनि अब चाहिँ हामी फर्किन लाग्यौँ अब हेर्दैछौँ अझै पनि घुम्ने ठाउँ छ कि फोटो खिच्ने ठाउँ छ कि हामीले जता हेऱ्यो त्यतै राम्रो छ घाम परिरहेको घाम पऱ्यो नि त्यस्तो गर्मी चाहिँ छैन रुख छ अलिअलि रुखहरूमा बस्दाखेरि शीतल शीतल यस्तो रुखहरू छैन यहाँनिर कस्तो राम्रो फुल रहेछ यो चाहिँ जेदेखि मैले कस्तो राम्रो भनिरहेको छु है फेरि जता गयो त्यति राम्रो छ त मक्क पर्दै धेरै फोटो भिडियो मन परेर सबै फोटो मन परेर मक्क पर्नु भयो यहाँ चाहिँ यस्तो कस्तो दामी कि खोलाको बेर भइरहेको जस्तो त्यहाँनिर गएर चाहिँ गल्लीहरू कस्तो दामी कि अब चाहिँ यहाँनिर बसिरहँ अब भोक पनि लाग्यो है पार्किङ छ अनि बस्ने ठाउँ पनि छ पार्क जस्तो अनि यहाँनिर बसिरहँ अब चाहिँ हामीहरू केही खानु पऱ्यो अनि फर्किनु पर्ला भनेर बस्यौँ अब एकछिन बसेपछि अनि हामीहरू चाहिँ फर्किन लाग्यौँ बस छ अरे बस भेट्नको लागि यहाँको किन गुल्यो यहाँको चाहिँ गुल्यो छ एक दुईवटा हजुर मिठो यस्तै दिनदिनै खान पाए त अलि फेरिन्थ्यो होला तर यता मिल्दो रहेछ अघि खाएको गुल्यो त अहिले चाहिँ यति धेरै टिपेर ल्याइदिनु भयो कि बेबीले अब खाँदै खाँदै हिँडिरहेको छु अब गाडी चाहिँ हिँड्दा त हेर्नु न नेपालकै बाटो याद आएन ढुङ्गा छापेको त्यही राम्रो राम्रो गल्लीहरू हेरेर हामी अगाएकै हिँड्यौँ दुईजना गाइजहरू चाहिँ अगाडि हिँड्नु भएको छ हामीहरू चाहिँ पछि हिँडिरहेको छ हामीले चाहिँ बस भेट्यौँ यता बस्नु जहिले
यहाँबाट अनि अब बसमा नै सिन हेर्दै जान लाग्यो स्टारसम्म हिँड्दै जाने उसको लागि गाडीमा पनि यस्तो भ्यू हेर्दै जाँदै इन्जोय गर्दै गर्दै नदीको छेउछेउबाट हाई हामीहरू चाहिँ अब आइसक्यौँ कासेल आइपुगेर रुममा आइसक्यौँ आजको ब्लग चाहिँ यहीँ एन्ड भयो अब अर्को ब्लग लिएर फेरि आउनेछौँ थ्याङ्क यू फर वाचिङ आवर भिडियो सब्सक्राइब टु आवर च्यानल लाइक गर्नुहोस् सब्सक्राइब गर्नुहोस् अनि हामीसँगको साथीहरूलाई पनि देखाउनु पऱ्यो नि ल बाई बाई अब दाइलाई पनि देखाउनु यस्तो हुन्छ जहाँ गयो नि पढ्ने मान्छेको चाहिँ घर आएछ नि अब के पढ्ने भनेर खोज्नु भयो ल दाइको पढाइको भिडियोबाटै आजको ब्लग एन्ड गर्ने ल बाई 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 म पढ्छु